गाइज वेलकम ब्याक टु माई मिनी ब्लग है। आज चाहिँ म बिहानै उठेको छु किनभने आज मेरो काम छ त्यही भएर म बिहानै उठेको छु। आज रिसेप्सन फ्राइड आइराख्नु भएको छ। मङ्सीको फर्स्ट आज रिसेप्सन फ्राइड हो। अनि हेर्दै गर्नु होला कस्तो हुन्छ भनेर। अब एकछिन पछि आउनुहुन्छ होला है, कस्तो हुन्छ हेर्नु होला। भएर जस्तो छ होइन, आउनु भएकै छैन। अनि म चाहिँ अब दोकान खोलौँ कि भन्दैछु। फेरि अब अलि रात परिरहेको छ, आउनु भयो भने चाहिँ खोल्छु, नभए चाहिँ म यत्तिकै भित्रै दोकानभित्रै जान्छु। दोकान चाहिँ अब यता भित्र खोलौँ है। आउनु भएको छैन। यहाँ चाहिँ म कुरिरहेको थिएँ अनि एकछिन पछि अब क्लाइन्टहरू आउनुहुन्छ भनेर बसिरहेको थिएँ। अनि एकछिन पछि पुग्नुभयो। आइपुगेपछि उहाँको स्किन प्रेप गरेर मेकअपतिर लाग्यो होइन। मेकअपमा चाहिँ यत्तिको गरिदिएको छु मैले, सफाइ मेकअपै गरिदिएको छु है। अनि यतिको रिजल्ट ल्यायो। अनि उहाँको ड्रेसहरूको कुरा भने चाहिँ ड्रेसहरू चाहिँ खै के रिचुअल थियो अरे, त्यो पूजा गरिसकेपछि मात्र लाउने भनेर भन्नुभयो। अनि ठिकै छ नि त, अब ड्रेस नल्याए पनि अब फाइनल लुकको सुट गरिदिन्छु भनेर यतिको फाइनल लुकको मैले सुट गरेको छु। तपाईँहरूलाई पनि मन पर्यो भने तपाईँहरू आउन सक्नुहुन्छ है, मबाट सर्भिस लिन सक्नुहुन्छ भन्दै आजको भिडियो यहीँ गर्छु।